फुटबलको इतिहासमा सायद पहिलो पटक यस्तो भयो जहाँ दुवै गोटहरूको सपना एउटै विश्वकपमा टुट्यो। रोनाल्डोको टोली स्पेनसँग 1-0 पराजित भयो भने नेमारको टोली नर्वेसँग 2-1 हार्दै प्रतियोगिताबाट बाहिरियो। यससँगै यी दुवै महान खेलाडीको विश्वकप जित्ने सपना समाप्त भयो। ब्राजिलका सबैभन्दा ठूला स्टार नेमार चोटसँग सङ्घर्ष गरिरहे। आज मैदानमा केवल 90 मिनेटको खेल सकिएन। हाम्रो बाल्यकालको एउटा सुन्दर अध्याय पनि बिस्तारै अन्त्यतिर पुगेको महसुस भयो। सानो हुँदा जसको एउटा गोलले दिनभर खुसी हुन्थ्यौं, जसको नामको जर्सी लगाएर आफूलाई विजेता ठान्थ्यौं, आज उसैलाई हेर्दा आँखाबाट आँसु रोक्न सकिएन। तिमीले हामीलाई केवल फुटबल होइन, सपनामाथि विश्वास गर्न सिकायौ।